देखी होती है जल्दी जल्दी रोप छिटो रोप जल्दी जल्दी हाथ चलाओ। गाइज सबैजनाले फेरि पनि वेलकम छ मेरो न्यू डेली ब्लगमा हैन। म रोशनी चौधरी अनि साथीहरु आज चाहिँ मेरो खेतमा चाहिँ रोपाई हुनेवाला छ अनि म चाहिँ बिहान उठेर हैन साथीहरु खाना बनाउँदै छु पनि सबैजना भन्नाले जसकोमा चाहिँ हामी गएको थियौं साटो लगाउन उहाँहरु आउनुहुन्छ अनि यहाँ हेर्न सक्नुहुन्छ यति धेरै नास्ताहरु पाक्दै छ तरकारीहरु कटहरको साग छ दुई ठाउँ एक ठाउँ नभ्याएर गाइस म चाहिँ खेत आइसकेको छु अनि मम्मीहरु चाहिँ अगाडि नै आइसक्नु भयो। गाइस त मम्मीहरु अगाडि नै आउनु भएको थियो बिहानै म चाहिँ खानासाना बनाएर पठाइसकेर अहिले घर धन्दा गरेर आएँ यहाँ अनि मम्मीहरुले चाहिँ बिउ खाल्दै हुनुहुन्छ अहिले। बनाएर लागेछ त ठ्याक्कै होक्रो खाइन्दी सिल्ला आन्टी अञ्जली कथेक ढिलो ढिलो रोप्छ देखी होती है जल्दी जल्दी रोप छिटो रोप जल्दी जल्दी हाथ चलाओ। अनि साथीहरु हामी चाहिँ यहाँ अब यो आधी रोपिसके पछाडी चाहिँ 2 बजेतिर चाहिँ यहाँ नास्ता खानाको छौं साथीहरु। नास्तामा चाहिँ मैले बिहान नै पकाइसकेको थिएँ तरकारीहरु त्यही आलु मटर अनि त्यसपछि मुलाको अचार अनि यो तामाको चाहिँ भुजिया बनाएको छौं र खेतहरुमा त जस्तो सुकै खाना पनि कस्तो मिठो हुन्छ कि साथीहरु हैन र। अनि अब हामी रोप्दाखेरि चाहिँ अरूकोमा चरपटे के डिउहरु हुन्छ भन्दाखेरि हाम्रोमा डिउ पनि छ दही पनि ल्याएको छौं र नास्ताको लागि तरकारी चाहिँ ल्याएको छौं अनि चरपटेको साथै हामी चाहिँ तरकारी नै पकाएर ल्याउँछौं। अनि यहाँ चाहिँ एकदमै मिठो गीत गाउँदै हुनुहुन्छ गीत गाउँदै अनि हाम्रो खेतमा चाहिँ यस्तै हुन्छ साथीहरु। अनि के साथीहरु कस्तो राम्रो गीत गाउँदै हुनुहुन्छ म चाहिँ एकछिन यहाँ सुने अनि भिडियो पनि बनाउन थाले। अनि हजुरहरुकोतिर चाहिँ कसरी रोप्नुहुन्छ धान हाम्रो मेरो खेतमा चाहिँ यस्तै रमाइलो हुन्छ कि अलि धेरै जना हुन्छौं अनि अब म चाहिँ हामी चाहिँ अरूकोमा जान्छौं उहाँहरु पनि हाम्रोमा आउनुहुन्छ अनि यस्तै रमाइलो हुन्छ। अनि यहाँ थोरै रोप्न बाँकी भएपछि चाहिँ हामी चाहिँ भिडियो अस्तिदेखि नै कमेडी भिडियो बनाउँछौं भनेर सोचिरहेको थियौं र हाम्रोमा चाहिँ प्राय हामी बनाउँछौं नि किनभने अब सबैचोटी एकजना न एकजना घटेकै हुन्छ अनि यो भिडियोहरु हेरे भने त पुरानो यादहरु ताजा हुन्छ हैन साथीहरु। अनि हाम्रो खेतमा आएपछि चाहिँ जहिले नि यस्तै रमाइलो गर्दै हामी चाहिँ खेत रोप्छौं। बनाउँदा रमाइलो गर्दा हालत यस्तो भएको छ। हेलो गाइज देखो गाइज आजको रोपाई हाम्रो सकियो।
रोपाइ सकिएर सबैजना जाँदैछन् घर। गाइज आजको रोपाइ चाहिँ सकियो मेरो होइन साथीहरू। अनि अब मेरो चाहिँ सकियो, अरूको चाहिँ अब फेरि साटो लाउन जान बाँकी नै छ। अनि आजको भिडियो यति नै साथीहरू। अर्को भिडियोको साथ भोलि भेट्नेछु। भिडियो वाचिङ गरिदिनुको लागि सम्पूर्णमा धेरै धेरै धन्यवाद। थ्याङ्क यू।